हेलो एन्ड नमस्ते एभ्रिवान, आई एम ब्याक विथ अनदर भिडियो। आज मैले बनाएँ मिठो आलु चप। त्यो लोकल स्टाइलको हुन्छ नि आलु चप, बसन्तपुर पाटनतिर पाउँछ नि, हो त्यस्तै आलु चप मैले घरमा बनाएँ। हजुरहरू पनि यो रेसिपी फलो गर्न सक्नुहुन्छ। फर्स्टमा चाहिँ आलुलाई मजाले बोइल गर्ने अनि त्यसलाई म्यास गरिदिने है त। मैले चाहिँ हातले नै युज गरेँ, हातै युज गरेर मजाले त्यसलाई म्यास गरिदिएँ। अनि त्यसमा चाहिँ यो चाहिँ प्याज हालिदिएँ। अनि मलाई हरियो खोर्सानी एकदम मनपर्ने भएकोले धेरै हालेँ। अदुवा लसुनको पेस्ट, हरियो धनियाँ हालिदिएँ, जिरा 1 चम्चा, रातो धुलो खोर्सानी, यो चाहिँ बिरे नुन भयो, अनि यो चाहिँ हिङ भयो। त्यसलाई चाहिँ मजाले मोल्ने है त। अनि मैले चाहिँ स्वादअनुसार नुन हालिदिएँ। अनि त्यसलाई मजाले मोलिसकेपछि त यो पनि रेडी भयो। अब ब्याटर बनाऊँ है त। त्यसमा चाहिँ मैदाको पिठो 1 चम्चा, रातो धुलो खोर्सानी 1 चम्चा, बेसार अनि 1 चम्चा चाहिँ जिरा धनियाँ पाउडर हालिदिने। अनि पानी हाल्ने अनि मिक्स गर्ने। ब्याटर चाहिँ एकदमै थिक हुनु नि भएन, ठिक्क हुनु पर्यो है, यतिको हुनुपर्छ है त। यतिको भइसकेपछि चाहिँ मजाले टाँसिन्छ अनि ब्याटर पनि मजाले बस्छ है त। अनि मैले चाहिँ यो अघिको आलुलाई यस्तो सेपमा बनाएँ, ओभल राउन्ड जस्तो सेपमा लगाएँ, त्यस्तो बनाए नि हुन्छ। मैले चाहिँ यस्तो सेप बनाएँ। अनि त्यसलाई चाहिँ लिने अनि मजाले चोप्ने ब्याटरमा। अनि तेल चाहिँ मजाले तताउने है, अनि बिस्तारै खसाल्ने है त। अलिकति केयरफुल हुनुपर्छ किनभने तेल चाहिँ उछिटिन्छ, त्यही भएकोले। अनि यसरी चोप्ने अनि हाल्ने। हजुरहरू पनि यसरी बनाउनुहोस्, कस्तो हुन्छ भन्नुहोस् है त। मेरो रेसिपी कस्तो मिठो लाग्यो मलाई चाहिँ। हजुरहरूले फुड कलर युज नगरे नि हुन्छ, मैले चाहिँ अलिकति युज गरेको हो। हजुरहरूलाई मन लाग्छ भने गर्नुहोस्, नत्र नगर्दा नि हुन्छ है त। अनि उल्टाइ पुल्टाइ गरेर पकाउनुपर्छ है त, बिस्तारै। हेर्नुहोस् त मैले कस्तो मजाले पकाएको छु। 5 मिनट पकाउनुपर्छ है त। हेर्नुहोस् त कस्तो मिठो देखेको है। हजुरहरूलाई पनि मेरो भिडियो मन परे लाइक शेयर सब्सक्राइब गरिदिनुहोस्। अनि मेरो फुड पेजलाई फलो गर्नुहोस्। इन्स्टाग्राम पनि छ मेरो, टिकटक पनि छ, फलो गरिदिनुहोस् मिस अन्तकालेलाई। हेर्नुहोस् त मैले घरमै बनाएको केचपसँग खाएँ। मिठो खानुहोस्, खुसी बस्नुहोस्। बाई बाई, टेक केयर।